त्यो प्रोटेस्टको दिन फायरिङ भयो थियो नि, त्यो चाहिँ इन्भेस्टिगेट हुनुपर्छ है। कसले चाहिँ होइन फायर गर्नलाई अर्डर दिएको होइन, कसले अथोरिटी दिएको त्यसलाई होइन, त्यो चाहिँ इन्भेस्टिगेट हुनुपर्छ। नभए होइन यो ल बनाएको कामै भएन नि, डेमोक्रेसी नै बचेन। जब जसले होइन जुन लिडरले त्यस्तो ल बनाउँछ अनि त्यो आफैले फलो गर्दैन भने सबैलाई थाहा छ होइन कसले के गरेको भनेर। तर होइन जबसम्म कोर्टले भन्दैन नि, कोर्टले क्लियर गर्दैन होइन, तबसम्म त्यो होइन हामीले पनि भन्न पाइन्न कि। नभए हामीलाई पनि होइन ल लाग्छ कि, कानुन लाग्छ र समाज दिन सक्छ, अरेस्ट गर्न सक्छ हामीलाई। हामीलाई चाहिँ त्यस्तो लमा बस्न भनिरह, आफूहरू चाहिँ ल फलो नै गरिरहेन के। यो के को ल हो बे यस्तो? हँ, यस्तो ल होइन डेमोक्रेसी नै बचेन नि। जब होइन त्यो बनाएकै लिडरले ल फलो नगरेपछि के को ल? कहाँको ल हो? कि जनताको लागि मात्रै ल हो यो? त्यो चाहिँ चाँडोभन्दा चाँडो इन्भेस्टिगेसन हुनु पर्यो होइन, र होइन कसले गरेको त्यसलाई कारवाही हुनु पर्यो। नभए यो रुल्स रेगुलेसन हामी पनि हेर्दैनौँ, फेरि जनता पनि फेरि हरिब छ होइन, तिमीहरूको पावर चल्दैन फेरि जनता जोसमा आयो भने। बुझ्यौ नि? त्यो इन्भेस्टिगेट गर न भाइ। तिमीहरूले सँगै मिटिङ बसालिरहेस्, सँगै बसेर चिया खाइदिइरहेछ, अनि हामी के को विश्वास गर्ने के? लिडरमाथि विश्वासै सकिसक्यो नि। जब त्यो तिमीहरूले त्यो ल नै फलो गरेनस्, ल ब्रेक गरेर होइन आफ्नो पालोमा ल फलो नै गरेनस् भने जनताले कसरी फलो गर्छ तैँले बनाएको ल? अनि किन मान्छ तैँले बनाएको ल? किन फलो गर्छ? पहिला तैँले फलो गर्नु पर्यो नि यार।